नमस्कार साथीहरू, आजको भिडियोमा पनि पुनः स्वागत छ। नेपालको इतिहासको बारेमा भिडियो बनाउने क्रममा आज पनि पुनः उपस्थित भएका छौँ। आज तेस्रो खण्ड हो। योभन्दा अगाडि प्राचीन काल र मध्यकालको बारेमा भिडियो निर्माण गरिसकेका छौँ। त्यस लगत्तै हामी चाहिँ आज आधुनिक कालमा छौँ। एउटै भिडियोमा चाहिँ धेरै लामो धेरै कुराहरू समेटिसकेपछि त्यसलाई अनि छुट्टा छुट्टै भागमा गराउन त फरक फरक भिडियोमा भन्ने हिसाबले एउटा भिडियो धेरै लामो हुने कारणले फरक फरक श्रृङ्खलाका साथ उपस्थित भएका छौँ फरक फरक दिनहरूमा। भन्दै यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्न हुन पुनः विनम्रतापूर्वक आग्रह गर्न चाहे है, ताकि हामीले अपलोड गर्ने निरन्तरपूर्व रूपमा अपलोड गर्ने भिडियोहरू सबैभन्दा पहिले तपाईँ कहाँ प्रस्तुत अथवा पुग्न सकोस् भन्ने आशाका साथ च्यानललाई सब्सक्राइब गर्न आग्रह गर्दछु। ढिला नगरी लागौँ आजको विषयवस्तुतर्फ। आधुनिक काल। योभन्दा पहिलाका भिडियोहरू पनि प्रस्तुत भइसकेका छन्, हेर्नुहोला यही नेपालको इतिहासको बारेमा। नेपालको इतिहासको आधुनिक काल जान्नुभन्दा पहिले गोर्खा राज्यको बारेमा चाहिँ सरस्वती बुझ्नुपर्ने हुन्छ। यसको बारेमा सरस्वती हेरौँ। गोर्खा राज्यको स्थापनाबारे। स्थापना 1616 भाद्र 25 गते। स्थापक को हुन् त? द्रव्य शाह हुन्। यिनी चाहिँ गोर्खाको अब पहिलो राजा पनि भइहाले। यति भए त स्थापक भइसकेपछि, संस्थापक भइसकेपछि गोर्खाका शाहवंशीय राजाहरू को थिए त? प्रथम चाहिँ द्रव्य शाह, त्यसपछि पुरन्दर शाह, छत्र शाह। यिनी चाहिँ छोटो समय शासक हुन्। यस पृथ्वीनारायण शाहभन्दा र द्रव्य शाहभन्दा बिचका राजाहरूको सूचीमा चाहिँ सबैभन्दा छोटो समय शासन गर्ने राजा चाहिँ छत्र शाह भए। रामशाह चाहिँ न्याय गर्ने राजा भनेर पनि चिनिन्छ। रामशाह, दम्म शाह, त्यसै गरी कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, त्यसपछि नरभूपाल शाह र पृथ्वीनारायण शाह। पृथ्वीपति चाहिँ सबैभन्दा लामो समय शासक गर्ने राजा हुन्। त्यसै गरी रामशाह चाहिँ न्याय गर्ने राजा है, न्याय नपाए गोर्खा जानु भन्ने चलन छ नि त, त्यो यिनकै पालादेखि एकदम पछाडि भएको मानिन्छ। त्यसै गरी छत्र शाह सबैभन्दा छोटो समय शासन गर्ने शासकका रूपमा रहेका छन्। यो त रह्यो द्रव्य शाह र पृथ्वीनारायण शाहका बिचका राजाहरूको बारेमा सरस्वती जानकारी। यस लगत्तै हामी हेर्नुपर्ने हुन्छ हामीले पृथ्वीनारायण शाहको बारेमा केही विस्तृतमा नै हेर्नुपर्ने हुन्छ। सरस्वती यसको बारेमा पृथ्वीनारायण शाहको बारेमा हेरौँ। जन्म 1779 पौष 27 गते। त्यसै गरी पिता नरभूपाल शाह र माता कौशल्यावती हुन्। उनी को हुन्? पाल्पाका राजकुमारी पनि हुन्। त्यसै गरी राज्य आरोहण विक्रम सम्वत 1779 मा। अनि मृत्यु चाहिँ 1831 माघको 1 गते चाहिँ उनको मृत्यु भएको थियो। पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरको राजा हेमकर्णकी छोरी इन्द्रकुमारीसँग भएको थियो। त्यसै गरी इन्द्रकुमारीसँग भएको थियो। त्यसै गरी दोस्रो विवाह चाहिँ बनारसका राजपूत अभिमान सिंहका छोरी नरेन्द्र लक्ष्मीसँग भएको थियो। त्यसै गरी पृथ्वीनारायण शाहसँग उत्तराधिकारीको लागि विवादमा परेका चाहिँ को हुन् त? राजकुमार वीरेन्द्र किशोर शाह हुन्। त्यसै गरी पृथ्वीनारायण शाहका गुरु को हुन् त? गौरीश्वर पन्त हुन्। पृथ्वीनारायण शाहका मित को हुन्? वीर नरसिंह मल्ल। त्यसै गरी पृथ्वीनारायण शाहले गङ्गाजीको जल कहाँ हो त त्यो भने भारतमा बसी सन्धि गरेको राजा हरिशाह को हुन् त? जाजरकोटको। त्यसै गरी नेपालको एकीकरणको क्रममा गोर्खालाई सर्प, त्यसै गरी लमजुङलाई गरुड, त्यसै गरी काठमाडौँलाई भ्यागुटासँग तुलना गर्ने व्यक्ति को हुन् त? उड्डेनसेन हुन्। त्यसै गरी नेपाल एकीकरण अघि त्रिशक्ति भनेर चिनिने राज्य कुन राज्य थिए त? पाल्पा, तनहुँ र लमजुङ थिए। पृथ्वीनारायण शाहले आफ्नो भारद्वाज गोत्र परित्याग गरी काश्यप गोत्र धारण गरेका थिए। त्यसै गरी पृथ्वीनारायण शाहले दिल्लीका बादशाहबाट बहादुर शमशेरगञ्जको उपाधि समेत पाएका थिए। यो त रह्यो पृथ्वीनारायण शाहका केही बारेमा जानकारी। त्यसै गरी अर्को हेरौँ
पृथ्वीनारायण शाहका कार्यहरू के गरे त? नेपालमा छात्रवृत्तिको सुरुवात गर्ने व्यक्ति को हुन्? पृथ्वीनारायण शाह हुन्। त्यसैगरी राष्ट्रिय झण्डाको चलन चलाउने पनि को हुन् त? पृथ्वीनारायण शाह हुन्। लालमोहर चलाउने पनि को हुन् त? पृथ्वीनारायण शाह हुन्। काठमाडौँलाई नेपालको राजधानी घोषणा कहिले? 1816 चैत 10 गते। त्यसैगरी खानगी प्रथाको सुरुवात गरे। खानगी प्रथा भनेको के हो त? सैनिकलाई जग्गा र आर्थिक सहयोग गर्ने प्रथा हो यो। त्यसपछि मरहट प्रथा पनि पृथ्वीनारायण शाहले मृतकको परिवारलाई जग्गा तथा आर्थिक सहायता दिने। कस्तो भन्दाखेरि युद्धमा धेरै मान्छेहरू जनताहरू मरिसकेपछि सैनिकमा जान नरुचाइरहेको अवस्थामा यस्तो नीति अवलम्बन गरेका थिए। अब हेरौँ पृथ्वीनारायण शाहले कहिले कहाँ विजय प्राप्त गरे? कहिले विजय प्राप्त गरे त? सरस्वती हेरौँ। नुवाकोटमा कहिले? विक्रम सम्वत 1801 असोज 15 गते चाहिँ कहिले कहाँ? नुवाकोट। सबैभन्दा पहिले नुवाकोट मा विजय प्राप्त गरेका थिए। त्यसैगरी मकवानपुरमा विक्रम सम्वत 1819 भाद्र 9 गते चाहिँ मकवानपुरमा विजय प्राप्त गरे। त्यसैगरी कीर्तिपुरमा चाहिँ कहिले गरे? पहिलो पटक विक्रम सम्वत 1814 मा आक्रमण गर्दा कालु पाण्डेको मृत्यु भयो। त्यसैगरी दोस्रो पटक विक्रम सम्वत 1821 मा दोस्रो आक्रमण गर्दा स्वर प्रताप शाहको आँखा फुटेको थियो। त्यसैगरी तेस्रो पटक 1822 चैत 3 मा विजय प्राप्त गरेका थिए तेस्रो प्रयासमा कीर्तिपुरमा। त्यसैगरी काठमाडौँ चाहिँ विक्रम सम्वत 1825 असोज 13 मा इन्द्रजात्राको दिन विजय प्राप्त गरेका थिए। त्यसैगरी ललितपुरमा चाहिँ 1825 असोजको 24 गतेका दिन। त्यसैगरी भक्तपुरमा चाहिँ 1826 मौसिरको 1 गते विजय प्राप्त गरेका थिए। यो त रहे पृथ्वीनारायण शाहले कहाँ कहिले विजय प्राप्त गरेका थिए भन्ने विषयमा। त्यसैगरी पृथ्वीनारायण शाह पछिका राजाहरू को थिए त? पृथ्वीनारायण शाह पछिका राजाहरू भन्ने विषयमा सरस्वती हेरौँ। प्रताप सिंह शाह के गरे त? प्रताप सिंह शाहका बारेमा के छन् त सम्भावित आउन सक्ने प्रश्नहरू लोकसेवाका परीक्षाहरूमा? हेरौँ है। योग्य पिताका अयोग्य पुत्र भनेर कसलाई चिनिन्छ? प्रताप सिंह शाहलाई चिनिन्छ। त्यसैगरी इन्द्रजात्राको दिन लिङ्गो गाड्ने चलन पनि कसले चलाएका हुन्? प्रताप सिंह शाहले। त्यसैगरी प्रताप सिंहको रानीको नाम के थियो त? राजेन्द्र लक्ष्मी थियो, जसलाई नेपालको इतिहासमा वीरङ्गना भनेर पनि चिनिने गर्दछ। यो त रह्यो प्रताप सिंहको शाहको बारेमा। त्यसैगरी रणबहादुर शाह को थिए त? रणबहादुर शाह स्वामी महाराज। त्यसैगरी आफ्नै भाइ शेरबहादुर शाहको हातबाट मृत्यु भएको राजा जयप्रकाश मल्लका अवतार भनेर पनि चिनिने रणबहादुरका भनाइ के सकेको छ? म मरे मुलुक डुब्ने छैन, तर भीमसेन मरे मुलुक डुब्ने छ भनाइ कसको भनेपछि रणबहादुर शाहको हो। त्यसैगरी गिरिराज युद्ध शाह को हुन् त? यिनी वीर विक्रम उपाधि पाउने पहिलो राजा गिरिराज युद्ध शाह। त्यसैगरी शाह वंशका सबैभन्दा कम उमेरमा राजा भएका पनि को हुन् त? यिनै हुन्। नेपाल र अङ्ग्रेज युद्धका र सुगौली सन्धि हुँदाका राजा पनि को हुन् त? गिरिराज युद्ध शाह हुन्। यसमा मैले सरसर्ती नोट स्टाइलमा मैले चाहिँ नोट लेखन शैलीमा चाहिँ मैले लेखेको छु। यसलाई चाहिँ कुन तरिकाले प्रश्न उत्तर आउँछ भन्ने विषयमा पनि अब भनिराख्नु नपर्ला, किनकि अब अर्को रहेको छ राजेन्द्र विक्रम शाह। यसको बारेमा भन्नुपर्दा, यिनका बारेमा भन्नुपर्दा नेपालको इतिहासमा अयोग्य राजा भनेर कसलाई चिनिन्छ भन्यो भने कसलाई? राजेन्द्र विक्रम शाह। कोट पर्व, भन्दारखाल पर्व र अलौ पर्व हुँदाका राजा को थिए भनेपछि राजेन्द्र विक्रम शाह। अर्थात् यस्तै स्टाइलमा आउने हो। यो सरस्वती नोट पढेपछि भइहाल्छ। अब धेरै क्वेसनहरू बन्छ यिनी नोटबाट पढ्नुभयो भने।
फेरि आग्रह गर्न चाहन्छु, यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी नजिकै आएको बेल आइकनलाई पनि क्लिक गर्नुहोला। साथै हाम्रो टिकटकमा पनि जोडिन सक्नुहुनेछ। टिकटकमा हेरिराख्नुभएका साथीहरू युट्युबतिर पनि जोडिन सक्नुहुनेछ। यो कुरा पनि अवगत गराउन चाहे मैले। र च्यानललाई सब्स्क्राइब गरी नजिकै आएको बेल आइकन पनि क्लिक गर्नुहोला, ताकि हामी निरन्तर रूपमा प्रस्तुत गर्ने भिडियो सबैभन्दा पहिले तपाईँ कहाँ पुग्न सकोस् है। राजेन्द्र विक्रम शाह नेपालको इतिहासमा अयोग्य राजा भनेर पनि चिनिन्छन्। त्यसै गरी कोट पर्व, भण्डारखाल पर्व र अलौ पर्वको बारे बुढाका राजा, यसको बारेमा हामी पछि यसै भिडियोको अलि पछि छ, यसको बारेमा पनि यो पनि हेरौँला। त्यसै गरी जङ्गबहादुरले बन्दी बनाएका राजा को हुन् त? राजेन्द्र विक्रम शाह। यो जङ्गबहादुरको जीवनीमा पनि पछि जीवनी भन्दा पनि जङ्गबहादुरबाट सम्भावित आउन सक्ने प्रश्नमा पनि यो क्वेसन दोहोरिन सक्छ। पछि छ अर्को पार्टमा अथवा यही पार्टको पछितिर हेरौँला, अहिले टाइम भएछ भने। आफ्नै पलाटीकै राज्य आरोहण भएको देख्ने राजा पनि को हुन्? राजेन्द्र विक्रम शाह हुन्। सुरेन्द्र सन्की महाराज भनेर कहिले चिनिन्छ? सुरेन्द्र वीर विक्रम शाहलाई। त्यसै गरी बहुलाई युवराज, जङ्गबहादुरलाई श्रीदिनको उपाधि दिने पनि को हुन् त? सुरेन्द्र हुन्। त्यसै गरी युवराज तैलोक, युवराज अवस्थामै मृत्यु, बुलेट महाराज भनेर चिनिने को हुन् त? युवराज त्रैलोक। त्यसै गरी पृथ्वी वीर विक्रम शाह, बीचमा पाल भएको मुद्रा निष्कासन गर्ने को हुन्? पृथ्वी वीर विक्रम शाह हुन्। नेपालको राजदरबारलाई हनुमान ढोकाबाट नारायण हिटी सार्ने पनि को हुन् त? पृथ्वी वीर विक्रम शाह हुन्। राजा त्रिभुवन, नेपालको राष्ट्रिय पिता भनेर कहिले चिनिन्छ? राजा त्रिभुवनलाई चिनिन्छ। युरोप भ्रमण गर्ने पहिलो राजा को हुन्? राजा त्रिभुवन हुन्। शाह वंशका सबैभन्दा लामो समयसम्म शासक गर्ने पनि को हुन् त? राजा त्रिभुवन हुन्। त्यसै गरी अर्का रहेका छन् महेन्द्र शाह। विक्रम सम्वत 2017 पौष 1 मा संसद विघटन गरी पौष 22 मा देश पञ्चायतमा शासनको सुरुवात गर्ने को हुन्? राजा महेन्द्र हुन्। गाउँफर्क अभियान चलाए 2028 सालमा गाउँफर्क अभियान चलाउने को हुन्? महेन्द्र शाह। महेन्द्र शाहले कहिले गाउँफर्क अभियान सुरु गरेका थिए भनेपछि 2028 मा। धेरै छन् क्वेसन योबाट बन्नेहरू, मैले सरस्वती नोटको तरिकामा राखेको छु, त्यो प्रश्न उत्तर शैलीमा भन्दा पनि। त्यही पनि तपाईँहरूले चाहनुभएको खण्डमा मैले प्रश्न त्यसको उत्तर गरेर पनि राख्नेछु। त्यो चाहिँ लेखाइ धेरै भिडियो लामो, तर जान्नुपर्ने कुराहरू चाहिँ थोरै हुने भएको कारणले चाहिँ मैले यो शैली अपनाएको छु। त्यो पनि आवश्यकता अनुसार गरौँला, केही छैन। चर्चित कृति उसको लागि र फेरि उसैको लागि कृतिका लेखक पनि को हुन्? महेन्द्र शाह हुन्। त्यसै गरी अर्को रहेका छन् वीरेन्द्र शाह। को हुन् त वीरेन्द्र शाह? नेपाललाई शान्तिको क्षेत्र घोषणा गरियोस् भने प्रस्ताव गर्ने राजा को हुन् त? वीरेन्द्र शाह हुन्। विक्रम सम्वत 2021 फागुनको 13 गते। उनको यो भनाइमा हालसम्म 116 राष्ट्रले समर्थन जनाएको छ। अन्तिम राष्ट्र को हो? आयरल्यान्ड। तर अहिलेसम्म पनि भारतले समेत यसको समर्थन नजनाएको कारणले यसको खासै औचित्य रहेको देखिँदैन। यो पनि अवगत गराउन चाहे। त्यसै गरी दरबार हत्याकाण्ड 2058 मा वीरेन्द्र सहित उनका सहपरिवारको के भयो? मृत्यु भएको थियो। त्यसै गरी दिपेन्द्र शाह, अचेत अवस्थामा राजा घोषणा भए अचेत अवस्थामै मृत्यु, जहाँ कि आफू राजा भएको समय थाहा नपाएका को हुन् त? दिपेन्द्र हुन्। त्यसै गरी राजा ज्ञानेन्द्र शाह, अहिले पनि उहाँ नै हुनुहुन्छ, लगभग राजा हुने तर्खर पनि हुनुहुन्छ। कतिपय समयमा आन्दोलन भइरहेको अवस्थामा उहाँलाई नै रोजिएको छ अहिले पनि। शाह वंशका 2 पटक राजा हुनेको राजा को हुन् त? ज्ञानेन्द्र शाह। उहाँ पहिले पनि एकचोटि भइसक्नु भएको छ र यो 2065 अघि पनि उहाँ नै हुनुहुन्थ्यो र त्योभन्दा पहिले पनि एकचोटि हुनुभएको रहेछ। सबैभन्दा बढी उमेरमा राजा हुने पनि को हुन्? ज्ञानेन्द्र शाह। राजा ज्ञानेन्द्रको नारायण हिटीबाट बहिर्गमन कहिले भएको थियो? 65 जेठ 25 गते, जहाँ कि 15 गते नै गणतन्त्र घोषणा भइसकेको थियो। यो त रहे राजाहरूको बारेमा सरसर्ती जानकारी। राराकाल, अब राराहरू राजाहरू लगभग सँगसँगै थिए पछिल्लो समय, तर अलग अलग पढ्दाखेरि चाहिँ राजाले सकाएर रारा सुरु गरेको छु यो नोट बनाउँदा।
विक्रम सम्वत 1903 देखि 2007 सालसम्म 104 वर्ष शासन गर्न पुगे राणाहरूले। राणा प्रधानमन्त्रीहरू जङ्गबहादुर राणा। वास्तविक नाम के हो तर जङ्गबहादुरको? अघि भनेको थिए, जङ्गबहादुरको बारेमा पछि हेर्नेछौँ भने आइपुगेको छ। वास्तविक नाम वीर नरसिंह कुँवर। त्यसैगरी जङ्गबहादुर नामाकरण गरिदिने यिनका मामा को थिए त? माथवर सिंह थापा रहेका थिए। यिनलाई राणाको उपाधि दिने राजा सुरेन्द्र हुन् भने जङ्गबहादुरलाई श्री 3 को उपाधि दिने को हुन् त? त्यो पनि सुरेन्द्रै हुन्। कहिले कहिले दिएका थिए भन्ने विषयमा चाहिँ 1905 मा चाहिँ राणाको उपाधि दिएको थियो भने 1913 मा चाहिँ यिनलाई श्री 3 को उपाधि दिएको थियो। सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने पनि को हुन् त? जङ्गबहादुर राणा नै थिए। त्यसैगरी युरोपको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री पनि जङ्गबहादुर नै हुन्। पहिले त विक्रम सम्वत 1906 मा बेलायतको भ्रमण गरेका थिए। नेपालमा गिड्डे प्रेस भित्र्याउने पनि को हुन् त? जङ्गबहादुर हुन्। विक्रम सम्वत 2008 सालमा चाहिँ गिड्डे प्रेस नेपालमा भित्रिएको थियो। सबैभन्दा पहिलोचोटि कहिले प्रेस नेपालमा भित्रिएको थियो भन्दाखेरि पनि विक्रम सम्वत 1908 मा। माफ गर्नु होला, यो 2000 चलिरहेको क्रमले हरेक ठाउँमा 2000 युज हुने भएको कारणले यो 2000 आइरहेको छ। यसलाई चाहिँ अन्यथा नलिदिनु होला। नेपालमा सर्वप्रथम मुलुकियन ल्याउने चाहिँ को हुन् त? यो पनि जङ्गबहादुर नै हुन्। कहिले त 2010 मा दरबार हाई स्कुलको स्थापना गरेका थिए। विक्रम सम्वत 1910। माफ गर्नु होला, फेरि पनि यो आइराख्ने नै छ। 1910 असोजको 27 गते यो भइहाल्यो। त्यसै गरी एक मिनट प्रथाको सुरुवात गर्ने पनि को हुन् त? जङ्गबहादुर राणा। अरूका कुरा छोड, आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाऊ भन्ने भनाइ पनि कसको थियो त? जङ्गबहादुर राणाको थियो। त्यसै गरी अङ्गभङ्गको सजायमाथि प्रतिबन्ध गर्ने पनि जङ्गबहादुर राणा थिए। त्यसै गरी रणदीप शाह। यो चाहिँ बिचमा खै के भएको थियो उति बेला। यो अर्को राणाहरूको शासनमा चाहिँ अर्को प्रधानमन्त्री बन्न पुगेको रहेछन्। तेजारथ अड्डाको सुरुवात गर्ने को हुन् त? रणदीप शाह। नेपालमा पात्रो प्रकाशनको सुरुवात गर्ने पनि रणदीप शाह। त्यसै गरी 42 सालको पर्वमा मृत्यु भएको पनि रणदीप शाह हुन्। त्यसै गरी वीर शमशेर। सर्वप्रथम आफ्नो नामको पछाडि जबरा लेख्ने को हुन् त? वीर शमशेर। लाल दरबार, सेतो दरबार, नारायण हिन्दी दरबार लगायतको निर्माता पनि वीर शमशेर हुन्। वीरता बाँड्ने चलन चलाउने पनि को हुन्? वीर शमशेर हुन्। दौडा प्रथाको चलन चलाउने पनि वीर शमशेर हुन्। त्यसै गरी दरबार स्कुल सर्वसाधारणको लागि खुल्ला गर्ने पनि को हुन् त? वीर शमशेर हुन्। कहिले खुल्ला गरेका थिए त? 1942 मा खुल्ला गरेका थिए। नेपालमा चिठीमा टिकट टाँस्ने चलन पनि कहिले चलाइदिए त? वीर शमशेरले। कहिले त? विक्रम सम्वत 1944 मा। नेपालमा सर्वप्रथम मोटर चढ्ने पनि को हुन् त? वीर शमशेर हुन्। नेपालमा महिला शिक्षाको सुरुवात गर्ने पनि को हुन् त? वीर शमशेर हुन्। कसको? भारतको गङ्गा माईको प्रेरणामा उनले चाहिँ नेपालमा महिला शिक्षाको सुरुवात गरेका थिए। त्यसै गरी देव शमशेर। देव शमशेर को हुन् त? धनकुटे महाराज भनेर पनि चिनिने सबैभन्दा छोटो समय कार्यकाल भएको राणा प्रधानमन्त्री को हुन्? 114 दिन उनले शासन गरेका थिए। उनी चाहिँ 57वटा भाषा पाठशालाको स्थापना गरेका थिए। त्यसै गरी कार्यालय समय 10 देखि 5 बनाउने पनि देव शमशेर हुन्। त्यसै गरी 12 बजे टोप पड्काउने चलन चलाउने पनि को हुन् त? देव शमशेर हुन्। चन्द्र शमशेर। त्यसै गरी चन्द्र शमशेरका बारेमा पनि हेरौँ। फिस्ते महाराज भनेर कसलाई चिनिन्छ? चन्द्र शमशेरलाई चिनिन्छ। त्यसै गरी घरको बाघ वनको स्याल भनेर चन्द्र शमशेरलाई पनि चिनिन्छ। सर्वप्रथम एसएलसी अथवा मेट्रिक्स पास गर्ने पनि को हुन् त? चन्द्र शमशेर। एसएलसी पास गर्ने पनि भन्न सक्छ, मेट्रिक्स पनि भन्न सक्छ। यो दुवै उस्ता उस्तै उति बेलाको भारतको मेट्रिक्ससँग तुलना गर्ने नेपालको एसएलसीलाई उति बेला, त्यही भएर मेट्रिक्स पनि भन्ने गरिन्छ। डाक्टर अफ सिभिलको उपाधि पाउने पनि को हुन् त? चन्द्र शमशेर हुन्। त्यसै गरी
राराहरूलाई एबिसी श्रेणीमा विभाजन गर्ने पनि चन्द्र शमशेर हुन्। जग्गामा नेपालमा जनगणनाको कार्य सुरुवात गर्ने पनि को हुन् त? चन्द्र शमशेर हुन्। कहिले? 1968। नेपालमा कहिलेदेखि जनगणनाको सुरु भएको थियो भने 1968, हजुरलाई अवगत नै होला। नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ जलविद्युत आयोजनाका स्थापक पनि को हुन् त? चन्द्र शमशेर हुन्। कहिले? 1968 मै। सती प्रथाको अन्त्य गरेका थिए विक्रम सम्वत 1977 मा। सती प्रथाको अन्त्य कहिले भएको थियो अथवा कसले गरेका थिए, यी अब प्रश्नहरूको सोलुसन हो यो। दास प्रथाको अन्त्य पनि 1981 मा है। त्यसैगरी सिंहदरबारको स्थापना गरेका थिए यिनैले। त्यसैगरी पहिलो विश्वयुद्धको बेलाका प्रधानमन्त्री पनि को हुन् त? चन्द्र शमशेर। त्यसैगरी भीम शमशेर बुढा महाराज भनेर चिनिने। त्यसैगरी धनकुटे महाराज चाहिँ को हुन् त? देव शमशेर हुन्। यहाँ चाहिँ बुढा महाराज हुन् भीम शमशेर। त्यसैगरी कार्यालय समय उनले 10-5 गरेको थिए भने यिनी चाहिँ 10-4 गरेका थिए। त्यसैगरी शनिबार बिदा दिने चलन पनि भीम शमशेरकै पालादेखि भएको थियो। सर्खा प्रचलनमा रोक लगाउने पनि को हुन् त? सर्खा प्रचलनमा रोक लगाउने पनि भीम शमशेर हुन्। सर्खा प्रचलनमा विदेशी कपडा आयातमा अनि त्यसपछि नुन र कपडामा भन्सार छुट गर्ने पनि भीम शमशेर हुन्। जुद्ध शमशेर राजर्षि महाराज भनेर कसलाई चिनिन्छ? भीम शमशेरलाई चिनिन्छ अनि जुद्ध शमशेरलाई चिनिन्छ। त्यसैगरी सैनिक र कर्मचारीको पेन्सनको व्यवस्था गर्ने पनि को हुन् त? जुद्ध शमशेर हुन्। नेपालमा कागजी नोटको सुरुवात विक्रम सम्वत 2002 असोजको 1 गते यिनले सुरुवात गरेका थिए। सी श्रेणीका राराहरूलाई उपत्यका बाहिर निष्कासन गर्ने पनि जुद्ध शमशेर हुन्। एबिसी गराउने श्रेणीमा विभाजन गरे चाहिँ चन्द्र शमशेर हुन्। त्यसैगरी सी श्रेणीकोलाई चाहिँ देश निकाला गर्ने को हुन् त? देश निकाला भन्छु। उपत्यका निष्कासन गर्ने चाहिँ को हुन् त? जुद्ध शमशेर। नेपालका संस्थापक भनेर पनि कसलाई चिनिन्छ? जुद्ध शमशेरलाई चिनिन्छ। दोस्रो विश्वयुद्ध हुँदाका प्रधानमन्त्री अझ महत्त्वपूर्ण पनि जुद्ध शमशेर हुन्। पद्म शमशेर को हुन् त? पद्म शमशेर तेस्रो पुस्ताका राणा प्रधानमन्त्री भनेर चिनिने, रुन्चे प्रधानमन्त्री भनेर चिनिने, स्कुलका पिता भनेर चिनिने, नेपालको पहिलो संविधानको घोषणा गर्ने व्यक्ति पनि को हुन् त? पद्म शमशेर हुन्। नेपाल सरकार वैधानिक कानुन 2004 माघको 13 मा यो घोषणा भएको थियो। मोहन शमशेर अन्तिम राणा प्रधानमन्त्री को हुन् त? मोहन शमशेर। मोहन आकाशमारीको स्थापना 2006 मा प्रजातन्त्रका स्थापनापछिको पहिलो प्रधानमन्त्री पनि समेत यिनी बनेका थिए। आजको भिडियोमा यति नै गर्न चाहे। अब हामी चाहिँ नेपालको इतिहासबाट आउन सक्ने त्यसैगरी विभिन्न घटनाक्रमहरू, त्यसैगरी मन्त्रीहरू, जनआन्दोलनहरू लगायत विभिन्न घटनाक्रमहरूमै समग्रमा यही नै भन्न चाहे मैले। त्यसैगरी नेपालका सन्धि सम्झौताहरू महत्त्वपूर्ण लगायतका भिडियो अर्को श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ भन्दै आजको भिडियोमा यति नै गर्न चाहे। र यसलाई सरस्वती समराइज पनि गर्न सकिन्छ, थोरै गर्ने प्रयास गरौँ माथितिरको, तलतिरको त भइहाल्यो नै। यो चाहिँ हेर्नु होला। यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने भिडियो हेरिसके पछाडि एकचोटि च्यानललाई सब्सक्राइब गर्न पनि मैले आग्रह गर्न चाहन्छु, ताकि हामीले निरन्तर रूपमा अपलोड गर्ने भिडियोहरू सबैभन्दा पहिले तपाईँ कहाँ पुग्न सकोस्। स्थापना 1616 भाद्र 25 गते दरबेस शाहले। यसको यो 10वटा राजाहरूको चाहिँ घोक्ने फर्मुला पनि छ। दपुच्छ र डकरूप नप, दपुच्छ र डकरूप नप ए फर्मुला युज गर्नुभयो भने केही हदसम्म सहज हुनेछ। यो ड्र यो जस्तै पुक्री चाहिँ लगाउनु पर्छ। दपुच्छ र डक होइन भने द्रपुच्छरा डक्री रुप्री नप्री पनि गर्न सक्नुहुनेछ। यसलाई अब सजिलोको लागि जुनसुकै फर्मुला पनि गराउन सक्नुहुने भयो। अनि त्यसै गरी अर्को चाहिँ पृथ्वीनारायण शाहको
गुरुको हुन् त गौरीश्वर पन्त हुन्, यो महत्त्वपूर्ण भयो। त्यसै गरी यिनको मृत्यु चाहिँ 1831 माघ 1 मा देवीघाट नुवाकोटमा भएको थियो। देवीघाटको अर्को नाम मोहन तीर्थ भनेर पनि चिनिन्छ। त्रिशुली र ताडी नदीको सङ्गम स्थल हो यो चाहिँ। त्यसै गरी अरू त त्यस्तो खासै केही छैन। वीर नरसिंह मल्ल चाहिँ यिनका मित्र रहेका थिए होइन। त्यसै गरी यिनले चाहिँ अब नेपालमा छात्रवृत्तिको सुरुवात, राष्ट्रिय झण्डाको चलन चलाएका, लाल मोहर लगाउने चलन, त्यसै गरी काठमाडौँलाई राजधानी घोषणा, खानगी प्रथा, मरद प्रथा लगायतका सुरु गरेका थिए। अब यिनले कुन कुन ठाउँमा के विजय प्राप्त गरे भन्ने विषयमा चाहिँ नुवाकोटमा 1801 असोज 15, त्यसै गरी मकवानपुरमा 1819 भाद्र 9, तेस्रो पटक कीर्तिपुरमा चाहिँ 1822 चैत 3 मा, त्यसै गरी काठमाडौँमा चाहिँ 1825 असोज 13 मा इन्द्रजात्राको दिन, त्यसै गरी ललितपुरमा 1825 असोज 24, त्यसै गरी 1826 मङ्सिर 1 मा भक्तपुरमा। यो पाटन पनि भन्न सक्दछ यसलाई, ललितपुरलाई। सरस्वती प्रताप सिंह शाह, त्यसै गरी ररबहादुर शाह, गिरिराज शाह, राजेन्द्र विक्रम शाह, सुरेन्द्र विक्रम शाह, युवराज त्रैलोक, पृथ्वी वीर विक्रम शाह, सरस्वती यी राजाहरूको नाम पनि त्यो गर्न सक्नुहुन्छ, टिपोट गर्न सक्नुहुन्छ। त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दिपेन्द्र, ज्ञानेन्द्र यो पछिल्ला समयका भइहाले होइन। त्यसै गरी जङ्गबहादुर राणा, त्यसै गरी रणदीप शाह, वीरेन्द्र, वीर शमशेर लगायतका छन्। सरस्वती हेर्नु होला, योबाट आउन सक्ने प्रश्नहरू धेरै छन्, सम्भावित प्रश्नहरू भन्दै आजको भिडियोबाट बिदा हुने अनुमति चाहन्छु। सोभन्दा पहिले च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरी, यदि भिडियो मन परेको खण्डमा अथवा ज्ञानवर्धक लागेको खण्डमा आफ्नो वालमा पनि सेयर गर्न सक्नुहुनेछ। होइन भने कुनै आफ्नो नजिकका साथीभाइहरूलाई जो लोकसेवाको तयारी गरिराख्नु भएको छ, जो जान्न इच्छुक हुनुहुन्छ लोकसेवाको तयारी भन्दा पनि अब नेपालको इतिहास जान्नै पर्ने अथवा महत्त्वपूर्ण रहन्छ हरेक कामकाजका लागि, यो जान्नको लागि नजिकका आफ्नो साथीभाइहरूले पनि सेयर गर्न सक्नुहुनेछ भन्दै यसको प्लेलिस्ट बनाइदिएको छु। यसको अघिको भिडियोहरू पनि रहनेछ, यसको नेपालको इतिहासको अलग प्लेलिस्ट बन्नेछ भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा विशेष धन्यवादका शब्दहरू बोल्दै बिदा चाहन्छु। हस्, धन्यवाद।